guys, welcome to our channel. I'm Mr. Ferry Fuji 10 Mount Fuji in the back. I'm Maxi Goisi. Dami video na padaउँछ. We are going for snowboard. Woo, ski. Hey guys, welcome back to our video. हामी चाहिँ Fuji 10 मा आएको छ. This is my first snowboarding with my wife. And I'm so scared right now. Right now. ल अब म त तिमीलाई बिस्तारै अब स्नोबोर्डिङ गर्न सिकाउँछु. पहिला टेक्निक्सहरु हैन, ट्रिक्सहरु. अब म ब्याकप्याक भिर्छु, मेरो ब्लग्समा आउँछ नि, we will get started हैन. Okay? Okay. Let's say hi. Hi. So make sure your snowboarding चाहिँ कता नि मुभ हुन्छ के. अब तेरो के हुन्छ? Make sure you always put this in the front. Tight, tight गर्नु. म उभिएर नि गर्न सक्छु हैन, तर म बसेर गर्न सिकाउँछु हैन. ल यसो बस्नु हैन. निकै साच्चै डर ठिकारे नि हो, पार रहेछ. भयो यो उड्दाखेरि चाहिँ यसरी काडेर उड्नुपर्छ ल. ए ल ओके यसरी मुभ हुन्छ देखि नि. ए यसरी मुभ हुन्छ तेरो तैले नि काड्नुपर्छ के. ए ओइ तिमी भर्खर चिप्लियो भने क्या छौ नि. हजुर भर्खर चिप्लियो भने यसरी चिन यसरी हैन. ट्राई गर्नु ल. तिमी पल्टियो हैन, तिमी यसरी उड्न सकेन चाकतिर एउटा. त्यसरी गर्नु नि हैन. पल्टियो पुरै बडी त यसरी तर ओह्रालोमा चाहिँ यस्तो गर किनभने त लिड्किन्छ यसरी. म त डर लाग्छ नि त. ल लगाऊ त बस त. ल उड्न उठ ल. उठ्ने प्रयास गर बुढी. गुड जब. खुट्टा तेर्छ पार. या पल्ट्यो. नाइस. हिलले नि प्रेसर गऱ्यो भने ब्रेक लाग्छ. ल हेर होइन ल सबै त्यस्तै हो, नयाँ नयाँ होला. त्यतिर लिन अगाडिको लेगमा प्रेसर पार. अनि तिमीले जुन डिरेक्सनमा हेर्छ नि स्नोबोर्ड त्यही डिरेक्सनमा जान्छ. अगाडिको लेगमा प्रेसर पार त आफै हिँड्छ. अनि तिमीले टाउको उता हेर, उता जान्छ स्नोबोर्ड. अब हेर है आफै जान्छ. यता हेर, टाउको हेर, यता हेर, स्नोबोर्ड त्यतै जान्छ. अगाडिको खुट्टामा प्रेसर देऊ. अब फाल मजाले फाल न. त्यो एउटा खुट्टा उचाल यसरी पछाडि गर्ने. अगाडिको खुट्टा प्रेसर दिएर खुट्टा प्रेसर अगाडि घोप्टी भएर उता फर्क्यो. ल ठिक छ. म स्नोबोर्डै लिएर जान्छु होइन. अब यहाँ धेरै त्यस्तै गाह्रो भयो. यहाँ बसेर तल बसेर बुढाको अनएक्सपेक्टेड यस्तो गाह्रो हुन्छ भने थाहै थिएन. ल कम गाह्रो हुन्छ सुरु. भयो कि त्यो छोडिदियो कि मै गर्छु कि भयो कि हैन न. म तिमीलाई गरिदिइहाल्छु कि. ल एउटा हातले त हुँदैन कि, दुईटा हातले साथी जस्तो त बल्ल पुरै बडी के हुँदैन. त्यो आफू ब्यालेन्स हुने कि म त तिम्रो सहारा मात्र हो एकछिनको. त्यतिर लिन भाउ न. हिँडिहाल कि म हिँडेपछि हिँडिहाल. जुन ठाउँमा ल लिन भयो. ल लिन हेर न. अपोजिट डिरेक्सनमा हेर. अपोजिट डिरेक्सनमा गर्दाखेरि तँ नि तल बोर्ड नि घुमाउ न त्यतै. सुस्त यता हेर. अब अर्को साइडमा रङ गरेपछि रङ साइड सेन्ड गरिहाल्नु ल.
Look at this buढाबुढी snowboarding हेर्दै छ यहाँ हैन उता लिङ भाउ न यता लिङ भाउ ए दिदी कुटपट्टि ल ए म त ब्रेक भएन त I'm not coming again. बुढीलाई पुगे जस्तो छ snowboarding shit say hi I won't say hi. कस्तो एक्सपिरियन्स हुँदै छ त It's worst. तिमीलाई नआएर हो अब 2-3 चोटि आएन मजा आउँछ No, I'm not coming ever again. हेर त उ नाचिरहेछ मान्छेहरू त पछाडि Chiram dam. ल ल आजलाई चाहिँ हस्ता अब सिधै तल गएर म खिच्छु ल alright यो चाहिँ मेरो फर्स्ट स्नोबोर्डिङ इन माउन्ट फुजी टेन होइन अहिले हिँड्दा पछाडि माउन्ट फुजीको भ्यू दामी आउँछ होइन अनि म चाहिँ मेरो बुढीलाई तल सेफली पुऱ्याएर म चाहिँ एक्चुअली सोलो राइड तल जान रेडी छु अब म मेरो ग्लोभ्स लगाउँछु होइन अनि त्यसपछि विल गेट गोइङ है अलिकति हराइ ओह्रालो रहेछ त्यही भएर एकदम कम मान्छे छ होइन अर्को साइडमा चाहिँ यो रुख झन्डा उता साइडमा चाहिँ अलिक धेरै मान्छेहरू छ किन भन्दा त्यहाँ चाहिँ बिगिनरहरूको लागि जस्तो लाग्यो क्या दिस इज माई थर्ड टाइम स्नोबोर्डिङ सो म त बिगिनर भन्दिनँ आफूलाई होइन एट द सेम टाइम म प्रो नि होइन तर आई थिङ्क आई गट इट पहिला हाम्रो चाहिँ धेरै नै राम्रो प्रगति हुँदैछ सही हो यता पनि झर्दो रहेछ मान्छेहरू होइन तर त उफ्रिङ खालको रहेछ यो त्यहाँको ओह्रालो चाहिँ तकरिबन 150 जस्तो छ अरे स्टिल लाइक त्यो साइड चाहिँ होइन मैले मास्टर गर्न सकेको छैन म चाहिँ हिल साइड मात्र गर्छु प्रायः त्यसमा मैले सिकेको अनि त्यसमा मोर कम्फर्टेबल लाग्छ लाउन चाहिँ तर अरूहरू चाहिँ अघि घोक्नुपर्ने पछाडि फर्किने गर्छ होइन म त सिधै अगाडि हेर्ने आफूले हेऱ्यो भने आफूलाई थाहा हुन्छ कता कता गइरह भनेर होइन यतातिर फर्क्यो भने चाहिँ अलिक मेसोमा नै गयो भने तर हामी चाहिँ टाढा ओर्लेको हाम्रो तलबाट पनि टाढोबाट आउने रिग्रेट भयो होइन तर मेरो बुढीलाई चाहिँ रिग्रेट भइरहेछ किन भन्दा उसको फर्स्ट टाइम हो अनि धेरै नै लट्यो बिचरा त्यो कन्सिडर गर्छु नेक्स्ट टाइम एउटा म चाहिँ भन्दै मान्छेहरू चाहिन्छ बसिरहेको छु चाहिँ धेरै हिरो भने चाहिँ त्यस्तै हुन्छ है पल्टिन्छ झन्डै ध्यान दिनुपर्छ हो त्यो चाहिँ हाम्रो गन्डल हो आएर न होइन पछाडि माउन्ट फुजीको भ्यू देखेन तर दामी छ अगाडि चाहिँ कुन चाहिँ उता अर्को साइडबाट चाहिँ दामी भ्यू आउँछ आउनु चाहिँ तर यस्तो ठाउँमा आउँदाखेरि चाहिँ मेक स्योर होइन यु गाइज सिक्योर योर वालेट फोन किज होइन लास्ट टाइम मेरो वालेट खसिरह्यो अनि मैले चाहिँ होइन लकिली ठ्याक्कै आई टर्न ब्याक होइन अनि त्यसपछि मैले देखेँ क्या
मैले त पछाडि नफर्केको हो अनि मैले मेरो पकेट चेक नगरेको हो मलाई थाहै नभने मेरो वालेट फसेछ अरे सो मेक स्योर यु गाइज टेक केयर अफ यर बिलोङ्गिङ्स अनि म चाहिँ हाम्रो बेसमा आएँ यहाँबाट चाहिँ गन्डोला गर्ने ठाउँ हो अनि मेरो बुढी चाहिँ त्यहाँ कुरेर बसिरहेको छ मलाई ल सरप्राइज आम्मामा खतरा हो बुढीले माथि खोलेर बसेछ बिचरा ल गएर सरप्राइज दिउँ है त है ल यसरी खोल्ने आइयो खाने यस्तो झर्ने बोक्ने जाने यतातिर बिचरा उता मेरो बुढी चाहिँ मलाई कुरेर बसिरहेको ल गएर सरप्राइज दिउँ पछाडिबाट है है बुढी भन्दै पछाडि चाहिँ उता चाहिँ रेन्ट हाउसहरू छ अन्त मेरो राइट साइडमा यो चाहिँ एन्ट्रान्स हो मेन टिकट काउन्टर गन्डोला हो पछाडि माउन्ट फुजी छ होइन माई वाइफ इज वेटिङ फर मी टु टेक माई भिडियो सो क्युट सिज गन बी डिसपोइन्टेड हो म तलबाट आएको छु नि त सिधा आएन नि त तर फेरि एकचोटि जान्छु म छिट्टै आउँछु अझ नबुलिकन है हाई बुढी ए म उताबाट घुमेर अगाडि क्यामेरा रेडी गरेर बसेको हामीलाई यहाँ फोटो खिच्दै भन्नुपर्छ त्यो त्यो हेर उल्टो गर उल्टै मैले सिकाएको थियो त गुर्किन्छ कि खुट्टा टेकेर बसेको नि त ल यसरी बसेछु नि त ओके के हुन्छ तिम्रो ब्याग हेर माउन्ट फुजी त्यहाँ छ फोटो खिच्ने है हामी है ल ल सही हो मैले त लामो भ्लग बनाएको नि बुढी दिस इज लाइक 6 मिनट क्या आयो को लड्छ सबै भिडियोमा छ म बोल्दै आएको छु झगडा ठिक भन्नु मजा आउँछ यता हेर बुढी माउन्ट फुजी म योबाट नै आएको छु ल लास्ट टाइम अनि जाउँ आउँछौ ल जाउँ त्यसो भए यो किन मलाई छोड्नु लाग्छ जाउँ लिएर जाउँ है त गाइस यो त मेरो सेकेन्ड टाइम यहाँ माथि आएको होइन यो चाहिँ फर्स्ट स्टेसन भयो हामी यहाँबाट यहाँ नि अनि हामी अझ यहाँबाट उताबाट त्यो साइडबाट झरेको थियो अघि म चाहिँ होइन त्यो साइडबाट झरेर त्यहाँबाट लिखेर फेरि उता मस्तीबाट नि रहेछ त्यहाँबाट नि अझ मस्तिर छ होइन 3टा ठाउँ स्टेसन छ यहाँ चाहिँ तर मेरो बुढी टायर्ड भएर आज चाहिँ हामी माथि चाहिँ नजाने नेक्स्ट टाइम म आयो भने चाहिँ म माथि जान ट्राई गर्छु आजलाई चाहिँ यो मेरो लास्ट ल्याप हुन्छ त्यसपछि म तल जान्छु मेरो बुढीलाई जानु हुँदैन होइन अनि अब लेट्स गेट स्टार्टेड होइन मान्छेहरू रेडी हुँदैछ अनि यो चाहिँ उताको भन्दा चाहिँ हल्का सम्म छ होला होइन तर यहाँबाट चाहिँ अहिले पछाडि माउन्ट फुजीको भ्यू चाहिँ बबाल आउँछ तर लेट्स गेट गो
Alright, that's it. ल हस्त गाइस यो चाहिँ हाम्रो आजको स्नोबोर्डिङ होइन यात्रा म चाहिँ लक्कीली 2 चोटि ल्याए भन्न पाएँ होइन थ्याङ्क्स टु माई वाइफ होइन उसले चाहिँ पेसेन्सली वेट गर्यो मेरो लागि आई रियली एप्रिसिएट माई वाइफ लभ यु लभ यु बुढी एउटा फोटो खिचेर जानुपर्छ ल रमाइलो